अनि तपाईहरु आज नेपालमा भएर कुन कुन नेतालाई भोट हाल्दै हुनुहुन्छ साथीहरु। आज चाहिँ फागुन 21 गते नेपालमा भोट हाल्ने दिन। सबैजना व्यस्त हुनुहुन्छ होला भोट दिनको लागि। हामी चाहिँ कालापारमा बसेर भोट हाल्न पनि पाएका छैनौं। भोट हाल्न त जान हुन्थ्यो साथीहरु, के गर्ने टाढाको बाटो जान नमिल्ने। अनि पुराना नेतालाई हटाएर नयाँ नेतालाई राख्ने भन्छन् साथीहरु नेपालका मान्छेहरुले। नयाँ नेताले पनि नेपाल चलाउलान् जस्तो छैन, मलाई लाग्दैन। मलाई त त्यही पनि एउटा न एउटा नेतालाई त भोट हाल्नै पर्यो साथीहरु। तपाईहरु के भन्न चाहनुहुन्छ? नेतालाई भोट हाल्न चाहनुहुन्छ कि राजालाई भोट हाल्नुहुन्छ? है साथीहरु, राजालाई पनि एकचोटि मौका दिएपछि हुन्थ्यो होला भन्ने लाग्छ मेरो विचारमा। म चाहिँ राजा पार्टी हो। तपाईहरु कुन पार्टी हो त? राजालाई एक बार चान्स दिए हुन्थ्यो कि भन्ने मेरो विचार हो साथीहरु। राजालाई चान्स दियो भने बजाउने थिए नेपालका जनताहरूलाई ढङ्गैसँग बाजा। अनि आजको भिडियो यति। बाइ बाइ साथीहरु। सब्स्क्राइब, लाइक, कमेन्ट गर्ने चाहिँ नभुल्नु होला। यो मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला।